ल पक्कै पनि यहाँहरू सबैलाई स्वागत छ। भिडियो हेरिराख्नु भएको छ र आगो ताप्ने कुरा, आगोमा मजाले यसरी पानी तताउने कुरा अथवा अरू खाना पकाउने कुरा र भाँडा अलिकति कालो नै हुने यो आगोमा पकाएको चाहिँ यो पछि गएर मैले देखाउन खोजिराखेको छु। मजाले बनेको छ आगो चाहिँ। यो चाहिँ सम्भवतः सबै गाउँलेहरूको अथवा गाउँतिरको चाहिँ यसरी नै यो वास्तविकता हो। पछिल्लो समयमा त दाउरा अलिक कम र ग्यासको प्रयोग पनि हुन थालेको अवस्था छ। यद्यपि हरेक घरमा चाहिँ सम्भव भएसम्म चाहिँ दाउरा पनि बाल्ने र छिटो छरितोको लागि चाहिँ ग्यासको पनि प्रयोग गर्ने गरिन्छ। यहाँहरूले पक्कै पनि कुन ठाउँको होला भन्ने जिज्ञासा हुनसक्छ। मैले यो जानकारी दिँदै आजको यो जानकारीबाट पक्कै पनि बिदा हुन्छु। यो चाहिँ गलेङ नगरपालिका वडा नम्बर 7 सिरौसा भन्ज्याङको क्षेत्र जुन भन्ज्याङ मनरी खड्क भन्ज्याङको नामले पनि परिचित रहेको छ यो ठाउँ। र सुन्तलाको चाहिँ अत्यन्तै विशिष्ट पक्कै क्षेत्रको रूपमा पनि यो ठाउँलाई चिनिन्छ र धेरैले ख्याल पनि गर्नुभएको छ। अहिले पछिल्लो समयमा चाहिँ गलेङ सिरौसाको सुन्तला भनिसकेपछि एउटा ब्रान्डिङ जस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पनि एउटा ब्रान्डको दखल पनि दिएको अवस्था छ। र त्यो ठाउँमै म यदि सँगसँगै बसेर चाहिँ मजाले कुनैमा तताएको दुध र यो अहिले चाहिँ पानी तार्दैछु। आगो मात्रै भए पनि दर्शन गराउनु त भन्ने हिसाबले चाहिँ म जानकारी खोजेको थिएँ। ल अहिले भने आगो ताप्दैछु यो छेउमा चाहिँ यो भिडियोबाट बिदा हुन्छु।